कुलमान घिसिङको विषयमा हेर्दाखेरि चाहिँ उहाँ एमसीसीमै उहाँ सम्बन्धित व्यक्ति हो र उहाँ एमसीए बोर्डको बोर्ड मेम्बर हुनुहुन्थ्यो। त्यसैले त्यही त सर म भन्दैछु नि। त्यसैले गर्दाखेरि अर्को हेर्नुहुन्छ भनेदेखि हाम्रो रवि लामिछानेज्यू पनि पहिलेदेखि नै उहाँको पार्टी चाहिँ सबै तपाईँको अमेरिकाबाटै तपाईँको आयातित स्पष्ट रूपमा देखिएको छ। हामीले सबै चिन्हदेखि लिएर नाराहरूदेखि लिएर सबै। घन्टी त नेपालको होइन र? उहाँ त्यत्रोजना जेन्जीहरू तपाईँको बितेर जाँदाखेरि पशुपतिमा दाह संस्कार हुँदाखेरि उहाँ पुग्नु भयो त? पटक्कै पुग्नु भएन। अनि उहाँको व्यस्तता पनि त हुनसक्छ नि सर। मान्छे मर्दा पनि कोही व्यस्तताको कुरा हुन्छ? त्यो पनि एकजना मान्छे हो, 70 जनाभन्दा बढी। अब यो चुनावमा हेर्ने भने अमेरिकन तपाईँको धेरै नै लागिराख्नुहुन्छ उहाँहरू यो जसरी पनि जिताउने पक्षमा। भित्री योजना त्यो छ। कसलाई? यो अलिकति तपाईँ बालेन शाह भयो, यो कुलमान रवि कुलमानलाई, यिनीहरूलाई चाहिँ अमेरिकाको पनि समर्थन रहन्छ र अहिलेको बनेको सरकारको पनि समर्थन रहन्छ। किनभने अलिकति जुन जेन्जीबाट चाहिँ तपाईँको सरकार बनेको छ नि उनीहरू पनि अमेरिकाबाट परिचालित स्पष्ट रूपमा देखियो क्या। सबै सम्बन्धित जस्तै सुदन किनातिर अर्को साममा एउटै कोठामा बसेर कुरा गर्दा त के बिग्रिन्छ त? होइन हो कि होइन? स्पष्ट रूपमा दुईजना बस्दा त केही न केही त निचोड निक्लिन्छ नि त। त्यो चाहिँ भएको छैन है। फेरि चाहिँ अरूको जस्तै मबाट आयो, मैले भने उहाँले भन्नुभयो उहाँको बाटो आयो होइन, तर डाइरेक्ट फेस टु फेस चाहिँ भएको छैन। उहाँले भन्नुहुन्छ नि त यो देशमा 3 करोड जनता छ, यो फेसबुकमा मैले लेखेको एकदम कम भइरहेको छ। किन भन्दाखेरि यो 3 करोड जनतालाई प्रत्येक घरमा पुर्याउने मेरो लक्ष्य हो। त्यसैले म चाहेँ भने अझै यो दिनमा म 10,000 15,000सम्म लेख्नुपर्छ मैले भन्नुहुन्थ्यो क्या। सही कुरो पनि हो क्या। 3 करोड जनतालाई पुर्याउनु पर्दाखेरि यो फेसबुकमा लेखेको एकदम कम भएर क्या उहाँले। एकदम सही कुरो। तपाईँ अनुभवी इन्जिनियर, प्राविधिक र सिपयुक्त जनशक्तिद्वारा निर्माण कार्य गराउन चाहनुहुन्छ? 20 वर्षदेखि आवासीय तथा व्यावसायिक भवन, सडक, पुल जस्ता अन्य परियोजनामा सेवा प्रदान गर्दै आइरहेको हाम्रो कम्पनीले विभिन्न किसिमका कन्स्ट्रक्सनका काम गर्नुका साथै गुणस्तरीय सेवा उचित समयमा प्रदान गर्ने गरेका छौँ। तपाईहरूको सोच, इच्छा, चाहना र परिकल्पनाको आधारमा तपाईहरूको सपना वास्तविक बनाउन हाम्रो कम्पनी प्रतिबद्ध रहेको छ। सुरोजगार कन्स्ट्रक्सन एन्ड रियल इस्टेट प्राइभेट लिमिटेड। सन्तोषजी यहाँलाई स्वागत छ। धन्यवाद सर। रवि लामिछाने, बालेन शाह, कुलमान घिसिङ चाहिँ विदेशीको दलाल हो भनेर तपाईँले लेख्नु भएको छ फेसबुकमा। किन लेख्नुभयो? यो के सही हो? कसरी थाहा पाउनु तपाईँले? धन्यवाद प्रश्नको लागि। विदेशीको भन्दा पनि अमेरिकाको यिनीहरू एजेन्टहरू हुन्। यो चाहिँ स्पष्ट रूपमा थाहा हुन्छ हामीलाई। कसरी प्रमाण गर्नुहुन्छ तपाईँले? नत्र भए यिनीहरू एकै ठाउँमा के आधारमा उभिन्छन् त? यसको सबैभन्दा के एकता गर्न नपाउने? एकदम पाइन्छ, तर पृष्ठभूमि हेर्दाखेरि जस्तै तपाईँको कुलमान घिसिङको विषयमा हेर्दाखेरि चाहिँ उहाँ एमसीसीमै उहाँ सम्बन्धित व्यक्ति हो र उहाँ एमसीए बोर्डको बोर्ड मेम्बर हुनुहुन्थ्यो। त्यसैले त्यही त सर म भन्दैछु नि। त्यसैले गर्दाखेरि अर्को हेर्नुहुन्छ भनेदेखि हाम्रो रवि लामिछानेज्यू पनि पहिलेदेखि नै उहाँको पार्टी चाहिँ सबै तपाईँको अमेरिकाबाटै तपाईँको आयातित स्पष्ट रूपमा देखिएको छ। हामीले सबै चिन्हदेखि लिएर नाराहरूदेखि लिएर सबै। घन्टी त नेपालको होइन र? मन्दिरमा हल्लाउने घन्टी तपाईँको अमेरिकामा अध्ययन गर्नुभयो भने अमेरिकाको एउटा पार्टीको हुबहु उहाँले कपी गरेर चाहिँ नेपालमा लिएर त्यसलाई तपाईँले दर्ता गरेर उहाँले चलाउनु भएको छ। संयोग हुनसक्छ मिलेको। यो सरासर गलत हो। त्यति मात्र नभएरखेरि अर्को अर्को व्यक्ति जो चाहिँ बालेन शाह कुरा गर्नुभयो, उहाँ चाहिँ तपाईँको अहिले के छ भन्दाखेरि अमेरिकाले उहाँलाई सबैभन्दा विश्वास गरेको पात्र उहाँ हो। कसलाई? बालेन शाहलाई। कसरी? किन भन्दाखेरि उहाँले अमेरिकाले जे भन्नुहुन्छ त्यो चाहिँ उहाँले गरिराख्नु भएकै छ अहिले स्पष्ट रूपमा। यदि उहाँ सच्चा देशभक्ति हो भने चाहिँ उहाँले जुन चाहिँ जेनजीहरूको आन्दोलन भयो नि त्यो आन्दोलनमा चाहिँ नेपालको हितमा उहाँले के चाहिँ काम गर्नुभयो त? सबै त चाहिँ अमेरिकाले यसो गर उसो गर भनेर जे भन्नुभयो त्यो अनुरूप उहाँले गरेको देखियो र उहाँको स्पष्ट रूपमा पनि छरपष्ट सबै जनताले पनि चाल पाएको हो। त्यतिखेर जब तपाईँको जेनजी आन्दोलन भयो त्यतिखेर सिंहदरबार जलाउनुमा पनि अमेरिकाको ठुलो एउटा हात थियो सर, गिरो थियो क्या। कसरी? अमेरिकाले सकेसम्म चाहिँ यो भएको जति पनि तपाईँको पत्रहरू थियो नि सबै ध्वस्त बनाउने, नेपाललाई टुटाउने, फुटाउने, जुदाउने, अगाडि बढ्न नदिने उहाँको षड्यन्त्र छ अमेरिकाको। नेपाललाई परिचालन गर्ने बेस गरेर चाइना र इन्डियाको बिचमा रहेर चाहिँ अमेरिकाले त्यो भूमिका खेल्ने पात्रहरू उसले छानी ल्याइरहेको हुन्छ। त्यसमा चाहिँ बालेन शाह परेका हुन् र बालेन शाहले पनि सम्पूर्ण जेएनजी जति पनि छ उनीहरूलाई उचालेर उनीहरूमा पनि ठुलो बालेन शाहको हात छ। त्यति मात्र नभएर यो गम्भीर आरोप नलाउनुहोस् है तपाईँले। होइन सर, यथार्थ कुरो हो यो चाहिँ तपाईँको यथार्थ कुरो हो। किन भन्दाखेरि यदि उहाँ सच्चा देशभक्ति र यो तपाईँको यो काठमाडौँको चाहिँ मेयर तपाईँको हो भने चाहिँ उहाँ त्यत्रोजना जेन्जीहरू तपाईँको
बितेर जाँदाखेरि पशुपतिमा दाह संस्कार हुँदाखेरि उहाँ पुग्नु भयो त पटक्कै पुग्नु भएन अनि उहाँको व्यस्तता पनि त हुनसक्छ नि सर मान्छे मर्दा पनि कोही व्यस्तताको कुरा हुन्छ त्यो पनि एकजना मान्छे हो 70 जनाभन्दा बढीको तपाईँको त्यो काम गर्दाखेरि मान्छेको कस्तो व्यस्तता हुन्छ सर फेरि आफ्नै केटाहरू जेन्जीहरू उसको विश्वासमा ती जेन्जीहरूले उसलाई आहुति दिएको हो नि त त्यही मर्दाखेरि तपाईँको नजानु त्यसैले गर्दाखेरि उहाँ अहिलेको पछिल्लो समय हेर्ने भने यी 3वटा चाहिँ नम्बर 1 बालेन शाह, दोस्रो कुलमान र तेस्रो चाहिँ तपाईँको रवि लामिछाने चाहिँ अमेरिकाका एजेन्ट हुन् भनेर प्रष्ट देखेको छ। अब होइन भविष्यको प्रधानमन्त्री अरे तपाईँको बालेन शाह त्यसैले त त्यो त अमेरिका यो भागबण्डा गरिसकेको छ यहाँनिर त्यसैले त त्यो त कसले पठायो त त्यो अमेरिकाले पठायो किनभने उनीहरू मात्र तपाईँको अहिले पहिले तपाईँको अन्य दलहरू परिचालित हुन्थे तर अब अन्य दलहरूमा पनि जनताहरूको विश्वास घट्दै गयो उहाँहरूको आउने त्यति देखिएन नदेखेपछि अमेरिकाले स्वतः रूपमा चाहिँ उहाँहरूलाई आफ्नो उमा लिएर चाहिँ अगाडि परिचालित गरेको होइन प्रधानमन्त्री पद चाहिँ कसैलाई दिँदैमा कसैले लिँदैमा त्यो दिने लिने पद हो जनताले चाहिँ अनुमोदन गर्नु पर्दैन सर यसो नि त राष्ट्रसभामा अलरेडी तपाईँको 22-23 सिट तपाईँको जनताले त भोट दिएरै गरेको हो नि त होइन अब पुरानो दललाई चाहिँ जसले चलाउनु पर्ने माथिको जस्तै अमेरिकाले चलाउनु पर्नेमा उहाँहरूप्रति विश्वास टुट्दै गयो र यिनीहरूमाथि चाहिँ जनताहरूले पनि पत्ताउँछन् कि भनेर अमेरिकाले चाहिँ झन् उनीहरू समर्थन गरेको। अब यो चुनावमा हेर्ने भने अमेरिकन तपाईँको धेरै नै लागिराख्नुहुन्छ उहाँहरू यो जसरी पनि जिताउने पक्षमा भित्री योजना त्यो छ। कसलाई यो अहिलेको तपाईँ बालेन शाह भयो यो कुलमान रवि कुलमानलाई यिनीहरूलाई चाहिँ अमेरिकाको पनि समर्थन रहन्छ र अहिलेको बनेको सरकारको पनि समर्थन रहन्छ किनभने अहिलेको जुन जेन्जीबाट चाहिँ तपाईँको सरकार बनेको छ नि उनीहरू पनि अमेरिकाबाट परिचालित स्पष्ट रूपमा देखियो क्या त्यसैले गर्दाखेरि यसचोटि जसोसुकै हुन्छ जसरी पनि चुनाव जिताउने र अहिले बालेनलाई प्रधानमन्त्री बनाउने अमेरिकाको रणनीतिमा उहाँहरू बढिसकेको के बन्छ त तपाईँलाई त्यो लाग्छ? अब यो चाहिँ नेपालको परिप्रेक्ष्यमा हेर्दा चाहिँ बन्दैन जस्तो लाग्छ होइन तर भित्री चाल चाहिँ यिनीहरूको खतरै हुन्छ। अब हेरौँ के हुन्छ त्यो भविष्यको कुरो हो जस उनीहरू चाहिँ लागि पर्छ र सकेसम्म बनाउनेतिर नै लाग्छन् उनीहरू। होइन प्रधानमन्त्री त तपाईँको श्रम शक्ति पार्टीका अध्यक्ष हर्क सम्पर्कले मै प्रधानमन्त्री बन्छु भनिरहनु भएको छ। उहाँको चाहिँ त्यो कन्फिडेन्स त स्याल्युट गर्नुपर्छ। उहाँले चाहिँ त्यो किन भनेको भन्दाखेरि उहाँको आत्मबल स्ट्रङ भएर हो होइन तर नेपालमा जति पनि क्रियाकलाप भएको छ आजसम्म हेर्ने हो भने सबै विदेशको रणनीतिबाटै भएको प्रश्न देखिन्छ नि त। मान्छे हर्क सम्पर्क चाहिँ मोरल अप गर्नको निम्ति त्यो भनेको हो। उहाँले मोरल अप हो तर उहाँलाई पनि केही न केही चाहिँ अवश्य नै आउँछ होइन तर त्यति उहाँले सोचेको जस्तो समग्र रूपमा चाहिँ उहाँले जित्नुहुन्छ जस्तो मलाई लाग्दैन। कसरी किन भन्दाखेरि त्यही त मैले भने राष्ट्रिय अन्तर्राष्ट्रियमा तपाईँको खेलवाडहरू या विभिन्न भिजिलान्तीहरू हुन्छन् त्यसले गेम ठुलो महत्त्व राख्छ। हर्क साम्पाङले मलाई लाग्छ जस्तै मानौँ न अब तपाईँको 100 भयो भने हर्क साम्पाङ 30 सम्म चाहिँ आउने उहाँको धेरै चान्सेस छ र 70 जति बाँकी रहेको छ त्यो चाहिँ अरूले बाँडीचुली गरेर चाहिँ त्यस मध्येमा चाहिँ उनीहरूले सायद बालेन शाहलाई नै बनाउने प्रष्ट रूपमा देखिन्छ। के चुनावमा सिट सङ्ख्या चाहिँ यति जित्छ भन्नु खोज्नुभएको 30% जति हर्क सम्पाको 70% अरूको हो भन्नु खोज्नुभएको यो आगामी चुनावमा? होइन यस्तो क्या मैले भनेको चाहिँ अब जस्तै अब बालेन शाह कुलमानदेखि लिएर अन्य छ नि त उनीहरूलाई चाहिँ अमेरिकाले दबाब दिएर हुन्छ कि जसरी दिएर हुन्छ कि मिलाएर भित्र रूपमा चाहिँ उनीहरूले त्यहाँसम्म पुऱ्याएर उनीहरूलाई बनाउने उनीहरूको रणनीति रहन्छ। अब हर्क साम्पाङ कोहीसँग पनि मिल्नुहुन्न उहाँको एकदम राम्रो छ त्यो क्लियर छ होइन त्यस्तै गर्दाखेरि यो उहाँको पहिलोचोटि भएकोले गर्दाखेरि उहाँ 30%सम्म चाहिँ उहाँको आउने स्पष्ट रूपमा देखिन्छ के त्यसले गर्दाखेरि त्यो 30ले त तपाईँको माथिल्लो प्रधानमन्त्री बन्नु त उहाँ सक्नुहुन्न किन भन्दाखेरि उहाँ त कोहीसँग मिल्नुहुन्न नमिलेपछि उहाँको बहुमत आउँदैन उहाँ त बरु बाईमा बस्नुहुन्छ एक्स्ट्रा उमा बसेर तपाईँ प्रतिपक्षमा बसेर काम गर्नुहुन्छ त्यो उतापट्टि समग्रमा हेर्दा चाहिँ बालेनलाई नै जस अन्तर्राष्ट्रिय समर्थन भएकोले गर्दाखेरि मिलाएर लान्छ कि जस्तो मलाई लाग्छ एक प्रधानमन्त्री बन्ने कुरामा चाहिँ बन्नेमा चाहिँ। अब हर्क साम्पाङले त चुनाव जितेर म प्रधानमन्त्री बन्छु भन्नुभएको हो नि त तपाईँको कसैले तपाईँको यो किस्तीमा दिएर होइन होइन जनताले मलाई अनुमोदन गर्छन् खोज्नु भएको छ क्या त्यो चाहिँ एकदम सही के अनुमोदन गर्ला त जनताले हर्क साम्पाङले प्रधानमन्त्री बनाउला त अथवा प्रधानमन्त्री बन्ने हैसियतमा चाहिँ तपाईँको चुनावमा जिताउला त श्रम शक्ति पार्टीलाई? सर यस्तो छ क्या उहाँले त्यो भन्नु एकदम राम्रो कुरो हो किनभने उहाँ अध्यक्ष हुनुहुन्छ त्यो नभनिकन त अरू उहाँले नै म यस्तो उस्तो आउँदैन यस्तो उस्तो भन्न थाल्यो भने त कसरी आउँछ त अनि त्यो सबैले भन्नुपर्छ उहाँले मात्र होइन एकै भोट ल्याउनेले पनि के भन्नुपर्छ भन्दाखेरि म गर्छु मलाई दिन्छ सबैभन्दा बहुमत ल्याउँछु भन्नु त पर्यो नि त जाँदाखेरि फिल्डमा होइन
तर नेपालको प्रष्ट रूपमा देख्दा चाहिँ मैले देखेको चाहिँ के छ भन्दाखेरि हर्क साम्बाङज्यूलाई चाहिँ विशेष गरेर चाहिँ पूर्वतिर चाहिँ उहाँको वर्चस्व नै रहन्छ। तर नेपाल त पूर्व मात्र होइन, विभिन्न छ। त्यस्तै गर्दाखेरि यो अहिले आउने चुनावमा चाहिँ जे होस् हर्क साम्बाङज्यूको त्यस्तो वर्चस्व रहन्छ जस्तो मलाई चाहिँ लाग्दैन होइन। त्यस उहाँको आउँछ एउटा सम्मानजनक चाहिँ आउँछ, जस्तै समानुपातिकमा आयो, प्रत्यक्षमा केही आउँछ होइन। तर त्यस्तो देशै पल्टिने आकारले चाहिँ आउँदैन, यो चाहिँ पटक्कै आउँदैन, यथार्थ कुरो हो। सम्मानजनक सिट चाहिँ ल्याउँछ, सम्मानजनक सिट चाहिँ उहाँले प्रत्यक्ष रूपमा ल्याउनु प्राप्त धेरै आशा छैन तपाईँलाई पनि। यो राजनीति टोटली चेन्जै हुने प्रकारको चाहिँ भनेपछि के बालेन हर्क कुलमान नमिलेको भए चाहिँ अलिक आउँथ्यो हर्क साम्बाङको भन्नु खोज्नु भएको हो कि बालेन हर्क कुलमान मिल्दा पनि हर्क साम्बाङलाई केही फरक पर्दैन भन्नु खोज्नु भएको? सकेसम्म हर्क साम्बाङज्यूलाई नमिलेकै राम्रो हो, किन भन्दाखेरि जनताले पनि हेरि त रहेको छन् नि त होइन। जो मान्छे मिलेका छन् त्यो मान्छेहरू सबै केही न केही काण्डमा मुसेका छन्, उनीहरूमा विभिन्न प्रकारका तपाईँ दोषहरू, तपाईँको विभिन्न केसहरू चलिरहेका छन् होइन। तपाईँको करोडौँ दरोडौँ लिएर कोही रिहा भइरहेका छन्, कोही चाहिँ एमसिसीसँग सम्बन्धित छन् होइन, कोही भट्टाचारसँग सम्बन्ध छन्। यस्तो पात्रहरूसँग हर्क साम्बाङज्यू परै बसेर लड्नु अत्यन्त राम्रो हो। सत्य ढिलै भए पनि सत्यको जित हुन्छ। आज हर्क साम्बाङज्यू 30% क्याप्चर गर्नु होला, तर अबको फेरि 10 वर्षमा त उहाँले 100% क्याप्चर गर्ने सम्भावना बढी नै छ। त्यसले गर्दाखेरि उहाँले अहिले जुन प्रकारले नमिली जानु भएको छ त्यसमा चाहिँ मेरो स्यालुट छ। किन भन्दाखेरि त्यो भएपछि जनताले कमसेकम अहिले तपाईँको एमाले तपाईँको कङ्ग्रेसहरूले पनि भनिरहेका छन् क्या, प्रष्ट रूपमा भनिरहेछ त उहाँहरूले पनि वास्तवमा साँच्चै नै हर्क साम्बाङ चाहिँ यो देशको लागि चाहिँ एकदम योग्य पुत्र रहेछ भने अहिले तपाईँको विभिन्न ठाउँमा आइरहेको छ। हिजोसम्म फटाफटा भन्नेले पनि एमाले कोले कङ्ग्रेसको पनि तपाईँ हेर्नुभयो भने ओहो वास्तवमा हामीले नबुझेको रहेछौँ, तर भन्ने हो भने यो मान्छे चाहिँ एकदम सच्चा भूमिपुत्र रहेछ है, देशको लागि चाहिने रहेछ भनेर त प्रत्यक्ष रूपमा बोलिरहेको छ त अहिले नै ती पार्टीहरूले नि अहिले त। त्यसले गर्दाखेरि मेरो भनाइ के छ भन्दाखेरि अहिलेको पछिल्लो समयमा चाहिँ यो 3वटा व्यक्तिहरू चाहिँ अमेरिकाबाट परिचालित हुन् स्पष्ट रूपमा होइन। उहाँहरूबाट चाहिँ यो देश निकास चाहिँ पटक्कै पाउँदैन। उहाँहरूलाई जिताएर चाहिँ अमेरिकाले उहाँहरूमाथि गोडी प्रहार गर्ने र चाइना र इन्डियाको बिचमै खेल्ने उहाँको एउटा चाहिँ भूमिकाको लागि अमेरिकाले सारेका पात्रहरू हुन्। र यिनीहरूलाई फेरि दबाबमा लिइसकेपछि एमाले कङ्ग्रेस पनि पहिले उहाँहरू पनि खेलेकै हुन्, उहाँहरूलाई पनि ठुलो त्यसमा ल्याउनु गाह्रो हुन्न भन्ने जस्तो मलाई लाग्छ। र अमेरिकाको षड्यन्त्रबाट चाहिँ तपाईँ हामीलाई कति बुझ्नुपर्छ जस्तो मलाई लाग्छ। र यसमा नपर्ने पात्र भनेको सिर्फ मात्र हर्क साम्बाङ हुन्। र हर्क साम्बाङ भलै यो हर्क साम्बाङलाई पनि त यो टिममा त सहभागी गराउन खोजेको थियो नि त, अथवा मिलाउन खोजेको थियो नि त यो तपाईँको रवि बालेन कुलमानको टिममा त। एकदम सही कुरो, हर्क साम्बाङज्यू नै पहिले कुलमान घिच्चु घरमा गएर बोल्नु भएको थियो होइन। अहिले पछिल्लो समय सुदन किराती के अरे सुदन गुरुङले चाहिँ अहिले पछिल्लो समय सुदन गुरुङले चाहिँ हर्क साम्बाङलाई मिलाउँछु भनिरहनु भएको छ त होइन। उहाँले मिलाउँछु भनेर हुन्न नि त, हर्क साम्बाङज्यूको पनि त स्पष्ट धारणा छ नि त। उहाँ कुनै तपाईँको कुनै हातमा दाग लागेको मान्छे हात मिलाउन चाहनुहुन्न होइन। त्यसैले गर्दाखेरि बरु म एक्लै लड्छु, एक्लै अगाडि जान्छु, मेरो एउटा जुन कुरा छ त्यसमा चाहिँ म एक इन्च दायाँ बायाँ गर्दैन भन्ने उहाँले पहिल्यै भनिसक्नु भएको छ। अहिलेसम्म हेर्दा पनि उहाँको त्यही देखेको छ। उहाँ कोहीसँग पनि तपाईँको त्यति मात्र होइन, विभिन्न पार्टीका राम्रो व्यक्तिहरूले पनि अहिले हर्क साम्बाङज्यूसँग सहकार्य गर्ने त विभिन्न मै मार्फत कतिजना आइसकेका छन् थियो पनि होइन। तर उहाँहरू समेतलाई उहाँले के चाहिँ भन्नुभयो भन्दाखेरि तपाईँहरू मेरो पार्टीमा आउनुहुन्छ भने म तपाईँहरूलाई जहाँ गएर पनि फुलमाला लिएर स्वागत गर्छु, तर तपाईँको पार्टीहरूसँग चाहिँ म सहकार्य गरेर चाहिँ म चुनाव लड्दिनँ उहाँले प्रश्नै भन्नुभएको छ होइन। धेरै मेरो साथीहरू पनि सबै फर्किए फेरि होइन। धेरैको चाहना तपाईँको पूर्वमा अथवा 1 नम्बर प्रदेशमा चाहिँ हर्क साम्बाङ र सुदन किराती मिल्दियो हुन्थ्यो भन्ने थियो, तपाईँहरूको पनि चाहना यो थियो। एकदम सही कुरो, तर उहाँहरू मिल्न सक्नु भएन। यसमा चाहिँ मैले हजुरलाई कुरा नचपाइकन भने दुवै मेरो मित्रहरू हुन् होइन। हर्क साम्बाङज्यूको स्पष्ट धारणा के छ भन्दाखेरि यदि कुनै पनि व्यक्तिहरू मसँग सहकार्य गर्नु चाहनुहुन्छ भने उहाँहरूले आफ्नो दल चाहिँ त्यागेर दल परित्याग गरेर जहाँ मलाई बोलाउनुहुन्छ म त्यहाँ आएर उहाँलाई सम्मान गर्नेछु भन्ने स्पष्ट उहाँको धारणा आयो क्या है। त्यो आइसकेपछि अब अन्य साथीभाइहरू पनि त कुनै न कुनै दलमा त सम्बन्ध हुनुहुन्छ, उहाँहरूले पनि अब त्यसमा चाहिँ अलिकति गद्दार हुन्छ कि भन्ने हेतुले अथवा आफ्नो वेटको पनि हुन्छ कोही चाहिँ होइन, कोही त अब जस्तै हर्क साम्बाङज्यू भन्दा पनि माथि पोस्टमा पुगिसक्नु भएको छ नि त। त्यसले गर्दा पनि उहाँलाई अलिकति त्यो भएको हो कि जस्तो मलाई लाग्छ होइन। त्यसलाई तपाईँहरूले नि आफूले सम्झेर बुझेर त्यसलाई गरिदिनु होला होइन। त्यो हेतुले गर्दा पनि खास उहाँहरू नआएको जस्तो मलाई लाग्छ। तर आउनु पर्थ्यो होइन त, तपाईँको मन मलाई आउनु पर्थ्यो, तर अझै त्यसमा पनि उहाँहरू बिचमा अलिकति दुईजना बसेर एउटा रुममा बसेर
विभिन्न भेटघाट गराएर कसरी हुन्छ त्यसलाई चाहिँ लानुपर्ने चाहिँ प्रश्न देखियो। जस्तै होइन, तपाईँको- यी कुराहरू चाहिँ होइन, डाइरेक्ट फेस टु फेस उहाँहरूसम्म बसेर कुरा गरेको होइन, सिधै कुरा होइन, हामी मार्फत आएको कुराहरू हुन् होइन, हामीले राखेको कुराहरू हुन्, उहाँले पनि राखेको कुराहरू होइन। सकेसम्म चाहिँ जस्तै सुदन किराँती र हर्क साम्पाङ एउटै कोठामा बसेर कुरा गर्दा त के बिग्रिन्छ त होइन, हो कि होइन? स्पष्ट रूपमा दुईजना बस्दा त केही न केही त निचोड निक्लिन्छ नि त। त्यो चाहिँ भएको छैन है फेरि। चाहिँ अरूको जस्तै मबाट आयो, मैले भने, उहाँले भन्नुभयो, उहाँकोबाट आयो होइन, तर डाइरेक्ट फेस टु फेस चाहिँ भएको छैन। त्यो वातावरण चाहिँ रहोस् भन्ने मेरो चाहना छ। तर हर्क साम्पाङले त सुदन किराँतीलाई स्वागत छ भनिसक्नु भएको थियो। फेसबुकमा भन्नुभयो क्या सर, प्रत्यक्ष रूपमा होइन नि अनि त। फेसबुकमा झन् सार्वजनिक रूपमा आह्वान हो तपाईँको। यो घुसु फोन गरेर खुसु भन्नुभन्दा सार्वजनिक रूपमा चाहिँ तपाईँको फेसबुक आह्वान गरेर झन् ठुलो कुरो आह्वान होइन र? चाहिँ कस्तो आह्वान भन्ने प्रश्न भयो क्या। पार्टी छोडेर आऊ भन्नुभएको हो कि गठबन्धन हो कि कस्तो आह्वान त? यो अलिक क्लियर भएन नि त। होइन, जति बेला मेयर हर्क साम्पाङले चाहिँ लेख्नु भएको थियो त्यति बेला सुदन किराँतीको पार्टी नै थिएन। नेपाली कम्युनिस्ट पार्टीमा जानु भएन, जुन एकतामा जानुभएको थियो त्यो एकतामा नगइसकेपछि उहाँ बाहिरै हुनुहुन्थ्यो। अहिलेको तपाईँको सुदन किराँती ज्यूको जुन पार्टी हुनुहुन्छ त्यो पार्टी गठन भइसकेको अवस्था थिएन। त्यस कारणले उहाँलाई संस्कृति पार्टीमा वेलकम चाहिँ भन्नुभएको हो। त्यतिखेर चाहिँ सायद कतै हामी पनि चुक्यौँ कि। जस्तै हामी जो बिचमा उहाँहरूको नजिकको थियौँ, पात्रहरू थियौँ नि, उहाँहरूले अलिकति त्यस बेलामा अलिकति जोड दिएनौँ कि, अहिले चाहिँ अलिक चुनाव आएकोले गर्दाखेरि जोड दियौँ कि जस्तो पनि फिल भयो। त्यतिखेर त्यस्तो भएको भने चाहिँ अब मेरो भन्नु केही छैन होइन। अहिलेको परिप्रेक्ष्यमा चाहिँ एकचोटि उहाँहरू बिचमा त्यो हामीले कुरा पनि चलाइदिएकै हो। त्यो चलाउँदाखेरि चाहिँ अब उहाँले त्यस्तो खबर आइसकेपछि मैले पनि त्यस्तो भएकोले गर्दा चाहिँ होइन, अब मैले केही भनिनँ दुबईलाई। अब के छ त, तपाईँको मित्र सुदन किराँती पनि हुनुहुन्छ, उहाँको चाहिँ भने के छ त, संस्कृति पार्टीमा नजाने, चुनावी सहकारी गर्ने भन्ने मात्रै छ। अब उहाँको कुरा चाहिँ अब सकेसम्म चाहिँ होइन, अब यो मलाई लाग्छ मेरो आफ्नो व्यक्तिगत धारणा चाहिँ फेरि सकेसम्म अब मिलेरै जाँदा चाहिँ राम्रो हुन्छ। कसरी मिले कसरी? त्यसरी त कुरा आयो त, मेरो चाहिँ कुरा आयो नि त हो। मेरो चाहिँ विचारमा चाहिँ सकेसम्म मैले तपाईँलाई भने त सबैसम्म उहाँहरू बसेरै त्यसलाई अलिकति अन्तर्क्रिया गरेर कुरा गर्दै राम्रो हुन्छ जस्तो लाग्यो क्या सर। हामीले यसरी बोल्नुभन्दा पनि त्यो वातावरणमा चाहिँ अब म अझै पनि अगाडि बढि नै रहेको छु होइन, बढी नै छु। जबसम्म तपाईँको चुनाव हुँदैन होइन तबसम्म चाहिँ उहाँहरू बिचमा एकता होस् भन्ने मेरो चाहना छ। अब मैले अरू कुरा बोलिनँ सर यस विषयमा। अब सुदन किराँतीलाई पनि पूर्व मन्त्रीको हैसियतले अप्ठ्यारो होला होइन, अब कसरी चाहिँ कुन पोर्टफोलियोमा जाने के जाने भन्ने होला, अलिकति दम्भ पनि होला। फेरि तपाईँको हर्क साम्पाङलाई पनि तपाईँको किन गठबन्धन गर्ने, संस्कृति पार्टीको आफ्नै रफ्तार छ, आफ्नै तौर तरिका छ, आफ्नै सिद्धान्त छ, आफ्नै शैली छ, किन अर्को पार्टीसँग जाने भन्ने होला। दुवैजनाको दम्भ हो यो। एकदम कस्तो राम्रो तपाईँले एन्सर, पत्रकारजी तपाईँ आफैले एन्सर दिनुभयो क्या। यो चाहिँ यही भएको हो, यथार्थ कुरो हो क्या। अनि तपाईँले भन्नु भएन त, खै त अनि मैले दिनु होइन सर। अब के भन्ने साथीहरू छ दुवैजना होइन, प्रश्न चाहिँ त्यही हो क्या। तपाईँले कस्तो राम्रो भनिदिनु भयो क्या, सबैलाई यही हो क्या। अब उहाँ पनि पहिले माननीय हो होइन, अब उहाँ पनि एउटा लेभल पुगिसकेको मान्छे है। अब स्टाटसको भरमा खुरुक्क जाने पनि होइन उहाँ होइन। उहाँहरूलाई मिलाउनुलाई पनि कुनै न कुनै तपाईँ हामी जस्तो मान्छेहरू बिचमा बसेर होइन कतै भेडाइदिने हो होइन, त्यसपछि उहाँ सहकार्य गरेर बढ्ने हो। अब उहाँ पनि फेरि उहाँको चाहिँ एउटा के खतरा छ भन्दा हर्क साम्पाङजीको जे बोल्नुहुन्छ नि त्यो बोल्यो कि पोल्यो हो कि उहाँको। फेसबुकमा लेखेपछि सकियो सिद्धि त्यति मात्र होइन, जे फेसबुकमा लेख्यो त्यो त्यही उहाँको त्यो स्टेम हो, लालमोहर हो। त्यो लालमोहर हो। सकेसम्म उहाँले भन्नुहुन्छ नि त यो देशमा 3 करोड जनता छ, यो फेसबुकमा मैले लेखेको एकदम कम भइरहेको छ। किन भन्दाखेरि यो 3 करोड जनतालाई प्रत्येक घरमा पुर्याउने मेरो लक्ष्य हो। त्यसैले म चाहेँ भने अझै यो दिनमा म 10,000 15,000सम्म लेख्नुपर्छ मैले भन्नुहुन्थ्यो क्या। सही कुरो पनि हो क्या। 3 करोड जनतालाई पुर्याउनु पर्दाखेरि यो फेसबुकमा लेखेको एकदम कम भएर क्या उहाँले। एकदम सही कुरो। किन भन्दाखेरि त यी ओडीकोले मात्रै हेरेर हुन्छ त होइन। उहाँको कुरा यति सान्दर्भिक मार्मिक छ होइन, त्यो चाहिँ एकदम नेपालको माटोलाई सुहाउँदछ क्या सर, स्पष्ट रूपमा हो क्या यो। तर त्यसैले त अब जे होस् यी दुवै योद्धाहरू हुन्, उहाँहरू एकदम देशलाई चाहिने हो होइन। अब त्यही छ एउटा कुरो। अहिले तपाईँले नै भन्नुभयो अब उहाँले अब पार्टी छोडेर सायद आउन नमिल्ने होला। यतापट्टि चाहिँ हर्क साम्पाङज्यूले चाहिँ पार्टीसँग चाहिँ म गठबन्धन गर्दिनँ भन्ने त स्पष्ट धारणा छ होइन। बरु म जिन्दगीभर लडिराख्छु, मेरो बोली 1 इन्च हुँदैन दायाँमा हुँदैन, तर म मर्छु, तर नराम्रो पार्टीसँग म सहकार्य पनि गर्दिनँ होइन। उहाँसँग त अर्थात् श्रम संस्कृति पार्टीसँग त
चुनावी गठबन्धन गर्न हरेक यहाँका दल चाहिँ नि तयारी छ नि त। मर्छ। तपाईँको एमाले पनि सही कुरो। सहकार्य गर्छ अहिले, काङ्ग्रेसले भेट्यो भने काङ्ग्रेसमा सहकार्य गर्छ, चाहिँ नि प्रचण्डले भेट्यो भने छोड्दैन सहकार्य गर्नु त प्रचण्डले पनि होइन। तपाईँको राजसभाले सहकार्य गर्छ, 101 छ नि त सहकार्य गर्न खोज्ने त अर्को सम्पर्कलाई अहिले त। एकदम सर, त्यो चाहिँ सही कुरो हो। किनभने मैले भने नि नेपालमा अहिलेको सिनारीमा हेर्ने भने चाहिँ एउटा हर्कबादको एउटा तपाईँको जताततै माहौल छ क्या। यो हर्क साम्बाङ को भनेर तपाईँको क्वेसनले कसै प्रश्न गरेको पनि छ र नेपाल अधिराज्यभरि यसो बुझ्ने हो भने हर्क साम्बाङको दिनमा एकचोटि सबैले नाम लिएको पनि छ क्या। होइन तपाईँको 1 नम्बर प्रदेशमा हेर्ने भने हर्क साम्बाङको क्रेज त्यसैले सबैले देखेका छन् नि त। त्यहाँ त डराएको छन् अरे क्या तपाईँको एमाले काङ्ग्रेस त्यो त यथार्थ पूर्व माओवादीहरू। त्यो त यथार्थ कुरो हो के। ल चुनाव लड्ने भने प्रचण्डजी, देउबाजी, केपीजी, हर्कजी, हाम्रो घन्टीजी होइन, लु उठाउँ त चुनावमा। यो 5वटा 6वटा क्यान्डिडेट एउटा ठाउँमा उठाउन अनि थाहा हुन्छ नि त। स्वतः रूपमा उहाँहरू हार्नुहुन्छ क्या। त्यस्तो क्रेज छ क्या उहाँको छनु चाहिँ। होइन 1 नम्बर प्रदेशमा त त्यो छ, तर यता चितवनमा आएपछि रविको क्रेज होला, तपाईँको अरू ठाउँमा हेरेर अर्को क्रेज होला नि त। फरक फरक ठाउँ होला, ठाउँ अनुसार होला, ठाउँ अनुसार हुन्छ। तर जेसुकै उहाँ चाहिँ फेरि जहाँ पनि गएर लड्नु सक्ने क्षमताको मान्छे हो क्या भनेको नि। तपाईँको अरू चाहिँ म भन्दिनँ है, अरू चाहिँ म गलत हुन्छु 100%। त हर्क साम्बाङ चाहिँ नेपाल अधिराज्यभरि जहाँ पनि गएर होइन लडाउँ त लु, उहाँ चाहिँ रेडी हो। फेरि जसको मैले पात्र नि चितवनमै तपाईँको रवि लामी छानेर हर्क साम्बाङ लडाउँ होइन, देखिन्छ क्या, थाहा हुन्छ त्यतिखेर मान्छेलाई। चितवनमा पनि हर्क साम्बाङले जित्छ रवि लामी छानेलाई। तपाईँलाई म एउटा कुरा भने, हर्क साम्बाङज्यूले चितवनमा कार्यक्रम गरेको तपाईँ हेर्नु होला, त्यो थाहा हुन्छ। होइन अस्ति कार्यक्रम गरेर एकदम मान्छे कम भयो होइन सर, त्यो भनाइ मात्र हो। तर हर्क साम्बाङको भित्री मन होइन उहाँले भन्नु प्रचार पुगेन, नारायणी किनारमा गर्दाखेरि हेटौडामा कार्यक्रम गर्दाखेरि कर्फ्यू लगाइदियो भन्ने कुरो आएको थियो। जेसुकै भए पनि हर्कबादको पछाडि सबै नेपाली जनताहरू छन्। अब केही तपाईँलाई मैले भने नेपालमा अलिकति चाहिँ तपाईँको यो नगरौँ भन्दा पनि जातिवाद र धार्मिकवादको चाहिँ हाबी प्रशस्त देखिन्छ। एउटा हर्क साम्बाङ अलिकति यो हाम्रो नेपालको अलिकति तपाईँको मूलवासीको छोरो, भूमिपुत्रको छोरो, किराँतीको छोरो भएर मात्र अहिलेसम्म तपाईँको उहाँलाई धेरैमा ब्याक गरेको देखिन्छ होइन। यदि उहाँ कुनै खसारेको भए नि उहाँको अहिले अर्कै लेभल भइसकेको हुन्थ्यो। त्यस्तो हो र होइन होला? फ्रन्ट रूपमा 100% हो यो चाहिँ, 100% हो। किन भन्दा उहाँलाई जति पनि कमेन्ट गर्ने खसाउने भनेका हाम्रो नेपाली खसारे दाजुभाइहरू नै विशेष गरेर चाहिँ देखिन्छ। होइन आज अशोक राईलाई त सिद्ध्याए त। त्यसैले त म जहाँ पनि क्या तपाईँ पार्टीमा हेर्नुहुन्छ भने नि कोही राम्रो एउटा त्यहाँ छ भने साथीभाइहरूले अगाडि चाहिँ भन्छ म यस्तो उस्तो भन्छ, राम्रै कुरा गर्छ, तर भित्री रूपमा उहाँको रणनीति अर्कै हुँदो रहेछ। जहाँ पनि जुनै पार्टीमा होस्, जुनै संस्थामा होस्। अब आउने चुनावमा कति सिट जित्ला त तपाईँको श्रम संस्कृति पार्टीले? श्रम संस्कृति पार्टीको मैले भने 30% उहाँको चाहिँ उहाँले चाहिँ जित्ने सम्भावना छ प्रत्यक्ष चाहिँ। समानुपातिकमा चाहिँ त 50% खानुहुन्छ उहाँहरूले। तपाईँको नगरमा चाहिँ के छ अवस्था? मेरो नगरमा पनि त यो अहिलेको त झन् मेरो त नगरमा त काठमाडौँ यो ब्रान्डिङ कन्डमा त अहिले त तपाईँको सब मिडियाको पहुँच सबै छ, मान्छेहरूले प्रत्यक्ष रूपमा देखेकै छन् होइन। अब स्थानीय सरकारमा चाहिँ फेरि म भन्दिनँ। स्थानीय सरकारमा चाहिँ अब त्यहाँ काम गरिरहेका मान्छेहरू हुन्छन्, राम्रा पनि हुन्छ, साथी भाइहरू पनि हुन्छ होइन। त्यो हुन्छ जहाँसम्म तपाईँको यो सांसद प्रणाली छ त्यसमा चाहिँ धेरै चेन्जेस हुन्छ सर। अब पहिला जस्तो हुँदैन। माथिल्लो तपाईँको मैले भने नि जुन चाहिँ यो तपाईँको माथि तपाईँको मन्त्रीमण्डलको जुन चुनाव छ त्यसमा चाहिँ धेरै नै फरक भएर जान्छ, आकाश पाताल फरक हुन्छ। तल संरचनामा चाहिँ पहिलेकोहरू पनि धेरै दोहोरिन्छन्। किन भन्दाखेरि उहाँहरूले काम गरेको छ नि त। उहाँसँग कोही दाजु हुन्छ, कोही भाइ हुन्छ, त्यो हिसाबले पनि हुन्छ। कोही चाहिँ तपाईँको नजिककोले गर्दा पनि अब यत्रो सानो एरियामा सबभन्दा आवश्यक पर्ने त ती नजिकको मान्छे हो नि त हामीलाई होइन र कामको लागि, त्यो आधारमा हुन्छ भने। तर राष्ट्रिय संरचनामा चाहिँ सांसद लेभलमा हेर्ने भने चाहिँ आकाश पातालै फरक हुन्छ यसचोटिको चुनावमा। हस्, थ्याङ्क यू सर। धन्यवाद सर।